हेलो गाइज वेलकम टु माई न्यू भिडियो र आज हामी खेल्न गइरहेका छौँ फुटबल गेम र यो गेमको नाम रहेको छ प्रो लिग सक्कर र हामी यसमा नेसनल गेम खेल्न गइरहेका छौँ। हामी आज विश्वकप वर्ल्ड कप खेल्नेछौँ र हामी पोर्चुगल कन्ट्रीबाट खेल्न गइरहेका छौँ। गेम सुरु गरौँ। तपाईँ नयाँ हुनुहुन्छ भने मेरो आइडीलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला, लाइक गर्न पनि नबिर्सिनुहोला। र हामीले गेम स्टार्ट गरिसकेका छौँ। र गेम कति साह्रो अड्किँदैछ तपाईहरुले देख्न सकिराख्नु भएको छ। पास झारे मैले एकजनालाई र यताबाट सट्ट पास ल्याएर सुरुमै गोल हुन्छ होला त भएन। फेरि गोल हुन्छ त ल गोल भइसकेको छ यहाँ 3 मिनेट भित्र। तपाईहरुले देख्न सक्नुहुन्छ मैले एक गोल हानिसकेको छु र फेरि पनि त्यसरी नै गोल हानेर जित्छु कि भन्ने मेरो आशा छ धेरै ठुलो। र फेरि म यहीँबाट पास झार्ने छु र फेरि पनि गोल हानु भनेको भएन। थ्रो हान्नु पर्ने कोही आउँदैन त। मैले थ्रो पनि हानिसकेको छु। फल भएको छ र पेनाल्टी। म पेनाल्टीमा कतिको गोल हान्न सक्छु होला त। ल तपाईहरुले देख्न सक्नुहुन्छ पेनाल्टी पनि मिस भयो। पेनाल्टी शुद्ध मिस भइसकेको छ मेरो आज। फेरि अब म पेनाल्टी मिस भयो के भयो त। गोल फेरि गोल हानिसके मैले 11 मिनेट भित्र अर्को। पेनाल्टी मिस भए पनि त्यसको बदला मैले लिइसकेको छु। आज त म यो जितेरै छाड्ने छु। फेरि मैले यहीँबाट बल झारेको छु र यो थोरै मासतिरबाट गइसकेको छ बल आउट भयो। मेरो दामी ट्रेक उताबाट पनि र फल कस्तो थोरै स्लाइड हानु भनेको फलै भइसकेको छ। बल हानु र मैले बल लिए म सिधै क्लियर गरिदिँदैछु। अहिले क्लियर गरेर भने तपाईहरुलाई थाहा छँदैछ गोल हानिहाल्छन् भनेर। त्यही भएर तपाईहरुकै अगाडि मैले बल क्लियर गरिसकेको छु। र यहाँबाट पास झारे मैले ओर्लो छेउमा। अब म सिधै बल कोडमा यसरी क्रस झार्ने नै छु र यो पनि धेरै हाई शटमा पेलेको छु मैले। थोरै नर्मली हान्नु पर्नेमा अलि धेरै नै हाई लगाएर हानेको छु यहाँ। तपाईहरुले देख्न सकिराख्नु भएको छ मेरो खुट्टामा बल दिइसकेको छ यसले। अब म अहिले जस्तो यहाँबाट सट्ट बल झारेर हान्ने छु यसरी। ल फेरि हाने गोल। तपाईहरुले देख्न सक्नुहुन्छ 3 गोल भइसकेको छ यहाँनिर सुरुवातको यही 25 मिनेट भित्र। तर तपाईहरुलाई एउटा कुरो भन्न चाहन्छु यो अब जम्मा पुरा गेम
12 मिनट खेल्न मिल्नेछ। यो 25 मिनट त यो गेमको मात्रै 25 मिनट हो। यो गेमलाई जम्मा 12 मिनट खेल्न मिल्छ र मैले हाईमा लगाएको छु। यस्तो ब्लगर हो, तपाईँहरूले देख्न सकिराख्नु भएको छ। म गोल त हान्न दिन सक्दिनँ र पनि रोक्ने प्रयास भने जरुर गर्नेछु। गोल हान्न पनि सक्छ। कति राम्रो पास झारेको छ, तपाईहरूले देखिराख्नु नै भएको छ। राम्रो पास, यसलाई नै भन्छन् होला सायद। ओहो, मैले गल्ती खेलिहालेँ। मैले फलै भयो। बल भेट्न खोज्दा यसले मलाई बल कटाएर त लग्यो। फेरि फल भयो। यसरी पनि म गोल हुन दिन सक्दिनँ, र पनि फुल हाईमा क्लियर गर्न कोसिस जारी छ मेरो। उतापट्टिको किपर धेरै नै फास्ट रहेछ। फेरि फल भयो। होइन, यो रेफ्रीले गेमभित्र पनि घुसखराएको छ कि फलै मात्रै दिन्छ। फेरि मैले बल भेटाइसकेको छु, तपाईँहरूले देख्न सकिराख्नु भएको छ। बल बढाएँ मैले, बल बढाएँ। यो हाने फुल पावरमा, ल यो गोल भएन। किपरले क्याच गरेर आयो थोरैले गर्दा। थोरैले गर्दा यो गोल हुन सकेन। मैले फेरि बल भेट्टाएको छु। फेरि मेरो खुट्टाबाट बल खोस्यो। यो फेरि मैले भेट्टाएँ बल, ल हाने पास। यसलाई भन्छ दामी पास। र अब म फेरि अघि जस्तो झार्न गइरहेको छु यसरी, र यो गोल। फेरि गोल भएको छ र 4 गोल भइसक्यो। हाफ टाइम पनि भएको छैन गेमभित्र। तपाईँहरूले देख्न सक्नुहुन्छ 4 गोल भइसकेको छ। यिनीहरूको 4-0। र म यत्तिकै गोल बढाएर लानेछु। यहीँबाट फुल पावरसँग सट्ट बल झारे, ल किपरले समात्यो। थोरै मासतिर बल झारेको भए पक्कै पनि गोल हुन सक्ने सम्भावना थियो, तर त्यो सम्भावनामा भए पनि मेरो सम्भावना रहेन। गोल हानिसक्यो क्या र? गोल हान्न दिन्न म। क्लियर, आउटै होस् र पनि क्लियर। बल्ल हाफ टाइम भएको छ र अझै पनि एउटाले मात्रै पहेँलो कार्ड पाएको छ हाम्रोमा। सिधै पल्लो छेउमा उता झारौँ। यहाँबाट छेउका छेउ कुदाएर लग्नेछौँ बल। यता फेरि झार्नेछौँ र यो ओहो, बल खोसिहालेको छ। खोसियो बल। यो गेम पनि फोनले थाम्न नसकेको अवस्था देखाइरहेको छ। स्किलले त धेरै नै गाह्रो बनाएको छ त। बल पाइसकेको छु मैले। फेरि बल झारेँ। ओहो, अलिक बढ्दै गएछ क्या र पनि ठिकै छ।
थपिएर 5 गोल भइसकेको छ र यो पनि मेरो तर्फबाट भइसकेको छ गोल। हाफ टाइम पछाडि 5-1 गोल मतलब जम्मै गरेर 5 गोल भएको छ। हाफ टाइम पछाडि 1 गोल। फेरि म त्यसरी नै बल झार्न गइरहेको छु र यो फेरि किपरले कस्तो दामी फानेर समातिसकेको छ। तपाईहरुले देख्न सकिराख्नु नै भएको छ। मैले फेरि गोल बढाइ नै सकेको छु र फेरि नै बढाइसके मैले गोल। ल फेरि जारे बल मैले फेरि ल आने फेरि दामी ब्लक रहेको छ किपरको यसमा। फेरि गोल र यो 6 गोल भइसकेको छ। तपाईहरुले देख्न सकि नै राख्नु भएको छ 6 गोल भइसकेको छ यहाँ। र म भिडियो हालि नै रहन्छु। भिडियो हेर्दा हेर्दै यही 6 गोल भइसकेको अवसरमा एक लाइक हान्न नबिर्सिनु होला। अनि सब्स्क्राइब गर्न त झन् बिर्सिँदै नबिर्सिनु होला आफ्नो सानो भाइ भनेर। बाहिर सिधै क्लियर भइसकेको छ। फल हानु उताको टिमले र येलो कार्ड पनि पाइसकेको छ र अब मेरो फ्री किक हान्ने समय आएछ होला। मैले फ्री किक हाने बाहिर गयो क्या र सिधै किपर। ओहो किपरलाई त नराम्रो भनिदैन, साह्रै राम्रो किपर रहेको छ यहाँको। यो मैले भेटाएँ गोल र यहाँबाट फेरि सिधै यहाँ ब्लकमा आइसकेको हुनाले मैले सिधै पास झारेँ। ल कस्तो थोरै ट्याकल हानेर रोकिदिउँ भनेको यहाँ त फलै भइसकेको छ। तपाईहरुले देख्न सकि नै राख्नु भएको छ। ल फेरि एकपटक मेरो खुट्टामा बल आयो भनेको त कसैले पछाडे त फेरि फल होइन। यो त उताकोले त फल हान्नेको फल हुँदैन, उतातिरको त फल छुने बित्तिकै फल हुन्छ त साथीहरु। तपाईहरुले देखिराख्नु भएको छ। रेफ्रीले घुस खाएर आए जस्तो लाग्दैछ यो गेमभित्र पनि मलाई। फेरि मैले पास झारेँ, यो पनि गोल हुन्छ जस्तो। ओहो ब्लक भएको छ। उताकोले क्लियर हान्यो, अब यहाँ थ्रो हान्ने बेला भइसकेको छ। ओहो मैले पास झारि नै सकेको छु। ल फेरि एकपटक गोल होला त। ओहो फेरि बारमा ठुक्कियो। ल ओ थोरैले गर्दा बाहिर गएको छ। 6 गोलको अवसरमा एक लाइक गर्न नबिर्सिनु होला। अझै अरू यस्तै भिडियो लिएर म आउने नै छु भन्दै अहिलेलाई गेममा फोकस गरौँ। फेरि पास